हेलो साथीहरु नमस्कार। आज चाहिँ म तपाईहरुलाई कम्प्युटर फर्मेटको बारेमा केही कुरा सिकाउन गइरहेको छु। कम्प्युटर फर्मेट कसरी गरिन्छ त भन्दा सबैभन्दा पहिला तपाईले विन्डोजको बुटेबल हालेर F12 प्रेस गरेर चाहिँ बुट मोडमा जान सक्नुहुन्छ। पेन ड्राइभलाई सिलेक्ट गर्ने र इन्टर गर्ने। त्यसपछि बिस्तारै बुट मोडमा छिर्छ कम्प्युटर। तपाईको ल्यापटप कम्प्युटर सबैको एउटै हो प्रोसेस। त्यसपछि यहाँ जाने, यसलाई चाहिँ नेक्स्ट गर्ने हो। इन्स्टल नाउलाई पनि त्यसपछि यो अब की छैन होला तपाईहरुसित, हाइड ट्याब की गरेर विन्डोज प्रोमा गएर जाने। यो कस्टमरले चाहिँ सबै डिलिट गरिदिनु भनेको थियो र यो चाहिँ सबै नै डिलिट गर्दिएको हो। पार्टिसनहरु सबै डिलिट गर्न अनि न्यू क्रिएट गर्ने। यसरी डिलिट गरिन्छ र न्यू। हामी चाहिँ यो ल्यापटपलाई दुईटा मात्रै पार्टिसन बनाउँछौँ, त्यसैले त्यो तपाईलाई आवश्यक अनुसारले पार्टी क्रिएट गर्नु होला। र कुन चाहिँमा विन्डोज राख्ने त्यसलाई लास्ट चोटी फर्मेट गरेर नेक्स्ट गरिदिनु होला। हाम्रो ल्यापटप चाहिँ फर्मेट हुन सुरु भइसकेको छ। यसरी नै फर्मेट हुन दिनु होला 100 सम्म पुगुन्जेलसम्म। यो चाहिँ हाम्रो हार्ड डिस्क भएको कारणले अलि स्लो छ। यसलाई अझ फास्ट गराउनको लागि SSD हाल्नुपर्ने हुन्थ्यो, तर अब कस्टमरले SSD नहाल्ने हार्ड डिस्कमै रनिङ गराउने भनेपछि अलिकति स्लो देखिएको हो। यसलाई चाहिँ यस्तो हुन्छ। यो सबै प्रोसेस सिद्धिसकेपछि तपाईले इन्टर हान्दिनु पर्ने हुन्छ अनि पेन ड्राइभलाई बुटेबललाई निकाल्दिनु। त्यसपछि बिस्तारै कम्प्युटर ओपन हुन थाल्छ। एक स्टेप पनि नछोडिकिन मजाले भिडियो बनाएको छु मैले। अलिकति फास्ट फरवर्ड गरेको छ। जहाँ कन्फ्युज हुनुहुन्छ भिडियोलाई रोकेर पनि हेरेर गर्न सक्नुहुन्छ। तपाईहरुले यो भिडियो हेरिसके पछाडी चाहिँ तपाईहरु फर्मेट गर्नलाई जान्ने हुनुहुन्छ त। गेटिङ रेडी एकछिन टाइम लिन्छ। फाइनली अन भइसकेको छ। यो कन्ट्री सिलेक्ट गर्ने, नेक्स्ट गर्ने। त्यसपछि किबोर्डहरु यो नेक्स्ट। यहाँ चाहिँ इन्टरनेट हाल्नु भने तपाईको माइक्रोसफ्ट एकाउन्ट चाहिन्छ। त्यसैले नेटवर्क छैन भनेर चाहिँ अगाडि बढ्नु होला। युजर नेम राख्नु होला। नेक्स्ट। पासवर्ड तपाईले चाहिन्छ भने पासवर्ड यही राख्नु होला। मैले राखिन। जस्ट अ मोमेन्ट। हाम्रो कम्प्युटर चाहिँ अब लगभग रेडी भइसकेको छ। यसरी नै तपाईहरुले पनि फर्मेट गर्न सक्नुहुन्छ है त। घरमै बसी एउटा बुटेबल बनाएर तपाईहरुलाई बुटेबल कसरी बनाउने भन्ने खालको कुरा पनि चाहिएको छ भने कमेन्ट गर्नु होला। म बुटेबल बनाउन सिकाउने छु। कसरी बनाउने त बुटेबल भनेर। त्यसको लागि कमेन्ट गर्नुपर्ने हुन्छ। तपाईहरुले भिडियोलाई शेयर गरिदिनु होला। हाम्रो ल्यापटप चाहिँ रेडी भइसकेको छ है त।